भयो होला अब त पाउसे गरिसक्यो खुट्टामा जुत्ता टक्क लाएर भने दुईटा जति सकेको ल पसार भएर सुतिरहेको रहेछ यहाँ हामी कहाँ आली त सबै पानीको मौका छोपेर राख्नुपर्ने हुन्छ हाम्रो घर चाहिँ एकदम हरियाली भइसकेको छ हेलो एभ्रिवान नमस्ते अनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा म चाहिँ अहिले हाटबारीबाट घर आउँदैछु म चाहिँ यहाँ गाउँ आइपुगेको अहिले चाहिँ अनि बिउ राख्नु भनेर आएको साथीहरू धानको बिउ अनि बाउले चाहिँ घरमा जोत्दैछ म चाहिँ अनि आली लाउनु पुग्नुपर्ने साथीहरू अब गएपछि देखाउँछु है त साथीहरू घर पुगेपछि म चाहिँ घर पुग्न आँटेको अहिले चाहिँ अनि यस्तो छ हरियाली भइरहेको छ अहिले चाहिँ अब बर्खा लाग्यो नि त साथीहरू त्यही भएर गाउँघर चाहिँ एकदम हरियाली भइसकेको छ यतिखेर भन्नु होला नि अब साथीहरू अब चाहिँ म पुग्न आँटेको साथीहरू अब गएर चाहिँ कोदाली बोकेर खेततिर लाग्नुपर्ने हुन्छ साथीहरू अब आली लाउनु पर्ने हुन्छ अनि बिउ राख्नुपर्ने हुन्छ साथीहरू पानीको मौका छोपेर राख्नुपर्ने हुन्छ हाम्रोतिर चाहिँ बिउ अनि त्यही भएर चाहिँ आज हतार गरेर म हाटबारीदेखि आएको साथीहरू अनि के कस्तो हुन्छ हेर्दै जानु होला ऋषि लम पसार भएर सुतिरहेको रहेछ यहाँ अनि ल साथीहरू म चाहिँ घर आएर पनि टक्क लुगा सुगा फेरेर खुट्टामा जुत्ता टक्क लाएर भने जस्तै टक्क लुगा सुगा फेरेर चाहिँ अब आली लाउन हिँडेको साथीहरू खेततिर अनि माथरको दाजुहरूको पनि आलीसाली काटेर ठिक्क बनाइरहेको रहेछ ब्याट अनि हाम्रो चाहिँ पर बाउले जोत्दैछन् देख्दैन रहेछ बाउले जोत्दैछ त्यहाँ चाहिँ एउटा गरा चाहिँ जोतिसकेको छ एउटा गरा होइन दुईवटा गरा पो जोतिसकेको छ त अब एउटा मात्रै रहेछ जोत्नु आली लाउनु पो हतार पर्ने रहेछ त साथीहरू दुईवटा गरा जोतिसकेको दुईवटा जोतिसकेको खोइ कोदाली चल्दै त झटार्नु पर्यो माछाहरूको दाजुहरूले लागेको छैन पानी आउँछ होला अब मिटिङै सकेको थिइनँ अघि म आउँदाखेरि मिटिङै सकेको रहेनछ अघि म आउँदाखेरि खोइ म त एकछिन पसेको थिएँ फेरि आइहालेँ केही नि भन्न थियो सबैजना ल त्यो कोदाली झन् अप्ठ्यारो छ क्या हौ अब चाहिँ आली लाउने साथीहरू अनि अप्ठ्यारो हुन्छ नि त लाउनु अनि कहिले अनि के गर्नु अनि यहाँ सोध्नु दाजुहरूलाई भन्नु न भन्नु लग्यो भने के गर्नु जोतिन्छ होला नि त तो भरे आयो भने दुध दुध खाँदै दुध भन्दैन नि त्यो कसो गर्नु गर्नु त्यो थाक्सी आउँछ अनि बिचमा फोन गरेछ भने आउँछ होला नि आउँछ
आइन भने फेरि पछि जोड्नु हो भनेको पाउनु भइदिएन पाउँछ भन्दा ल साथीहरू मैले चाहिँ यो गरा चाहिँ आली लगाइसकेँ अनि यहाँ मामाले परसाउँदैछ अनि यहाँ चाहिँ कोदोको बिउ यस्तो भएछ हाम्रो कोदोको बिउ चाहिँ ऐसो उम्रिन्छ यसपालि त अनि बाउ चाहिँ फेरि त्यहाँ ठाडो घाँटी लाउँदैछ अनेक बोतल छ त रक्सी त नि होइन रक्सी ल्याउने चाहिँ यहाँ मामा है फेरि कहाँबाट ल्याएको हो हाम्रो बाउले चाहिँ खाँदैछ फेरि झिकेर अब यो साएर चाहिँ बिउ राख्नुपर्ने हुन्छ साथीहरू बाउसे गरेर अनि आली चाहिँ यस्तो छ साथीहरू अग्लोमा अग्लै होचोमा हो चाहिँ काम चर है साथीहरू यस्तो छ आली चाहिँ अब लाउन आएको यति नै हो अनि यहाँ मामा चाहिँ खै उता पल्काउँदेखि आएको अरे अनि एकछिन यहाँ सघाइदिएको अरे सजिलो रहेछ गोरु सजिलो रहेछ मामा ए एकछिनमा थाहा हुन्छ ल मेरो चाहिँ यो तल्लो गरा नि आली लाउनु पर्ने छ यो माथिल्लो गरा चाहिँ आधा उधी चाहिँ लगाइसकेँ मैले अब लाउनु पर्ने हुन्छ साथीहरू फेरि यताको सहिसकेपछि यता आउँछ साउनुभन्दा अगाडि लगाइसक्नु पर्ने हुन्छ साथीहरू
मल त नि यो 2 टकरामा हालिसक्यो नि त अब ऊ पुछर गरा मात्रै हो ल साथीहरु अब चाहिँ मैले आली लगाइसके सबै अब चाहिँ यो मल हाल्नु पर्ने हुन्छ यो मल चाहिँ यो 2 टकरामा चाहिँ आमाले हालेर गइसक्यो अब ऊ तल्लो गरामा हाल्नु पर्ने हुन्छ साथीहरु अब चाहिँ साउनु बाँकी यो गरा छ यो गरा चाहिँ अब बाउले साउँछ मामा चाहिँ घर गएको रे यो 2टा साइदी राखेर गयो मामा चाहिँ अब चाहिँ यो गरा बाँकी छ है अब म मल हाल्छु अनि त्यहाँदेखि साउँछ साथीहरु हाँ पल्लो गरिसक्यो नि त ल यो गरेर चाहिँ साथीहरु बाउले बाउसे पनि गरिसक्यो अब पल्लो गरा छ त्यहाँ पल्लो गरा त्यो चाहिँ म गर्छु चाहिँ अघि बाउले हल्लाइसकेको है चाहिँ बाउसे गरिसकेको है यस्तै खुट्टा हल्लाउनु पर्ने हुन्छ साथीहरु मिलेकै छ मिल्नु र तर अलिअलि यसो खुट्टा हल्लाउनु पर्ने हुन्छ भोलिपल्ट फेरि दाँतेको डोराइ हुन्छ त्यही भएर चाहिँ यसो गरेर मिलाउनु पर्ने हुन्छ है साथीहरु साथीहरु मैले चाहिँ बाउसे गरिसके अब चाहिँ एकछिन हात खुट्टा धोएर एकछिन बिसाउनु पर्यो अनि फेरि बाउले त्यो गरेर सकेपछि बाउसे गर्नुपर्ने हुन्छ अनि धानको बिउ ल्याएर चाहिँ छर्नुपर्ने हुन्छ साथीहरु यहाँ धुनु पर्यो हात चाहिँ अघि मल छरेको थियो टेम भयो बस्नु पर्यो ढुङ्गामा एकछिन भयो होला अब त मिलाउनु अलिअलि मिलाइसकेको कि
फेरि कहाँ घुम्दैछ उँभो पो उक्लिनु खोज्दैछ नि त उँभो पो उक्लिनु खोज्छ त नि हत्कायो आली त सबै साथीहरू यो चाहिँ धानको बिउ अनि म चाहिँ केलाउन आँटेको अनि यहाँ चाहिँ घुनहरू अब लागेको हुन्छ भनेर भुसहरू चाहिँ फ्याँके साथीहरू मैले केलाएर अनि अब लगेर चाहिँ छर्नु पर्ने हुन्छ है साथीहरू ल साथीहरू अब चाहिँ म बिउ लिएर जानु आँटेको खेतमा बिउ लगेर छर्ने अघि नै आएको म घर बिउ लिनुको लागि अनि भातसात खाएर बिउ केलाएर अब चाहिँ लगेर हान्नुपर्ने हुन्छ अब चाहिँ बिउ साथीहरू म चाहिँ बिउ छर्दैछु अहिले चाहिँ भिडियो गर्ने मान्छे नभएर साथीहरू ठिक्क आमा आएछ अनि आमालाई भिडियो गर्नु लगाएको अनि कता गर्नु कसरी गर्नु भनेर उनले गरिदिनु चाहिँ गरिदियो तर अब खासै राम्ररी समाउनु आउँदैन त आमाहरूलाई त्यही भएर यतिको चाहिँ भिडियो गरिदियो यति भए पनि मेमोरी रह्यो भन्दै मेरो आजको भिडियो चाहिँ यति नै साथीहरू अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।